युरोपको सुन्दर बाल्कन क्षेत्रमा पर्ने समुद्र, ऐतिहासिक सहर, समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो क्रोएसिया। यो देशको क्षेत्रफल 56,594 वर्ग किलोमिटर रहेको छ। यो देशको राजधानीलाई जाग्रेब भनिन्छ। क्रोएसियाको छिमेकीहरूमा बोस्निया, हङ्गेरी, मोन्टेनेग्रो, सर्बिया, स्लोभेनिया तथा इटाली रहेका छन्। यो देशको मुख्य भाषा भनेको चाहिँ क्रोएसियन भाषा हो भने मुख्य धर्म क्रिस्चियन धर्म हो। यो देशको जनसङ्ख्या लगभग 40 लाख हाराहारीमा मात्र रहेको छ। क्रोएसिया युरोपियन युनियन तथा सेन्जेन एरियाभित्र पनि पर्दछ। यो देशको पैसालाई युरो भनिन्छ। यो देशमा 2025मा कामदारले पाउने बेसिक स्यालेरी भनेको चाहिँ 970 युरो रहेको छ, जुन नेपालीमा 1,51,000 हुन आउँछ। तर नेपालमा आउने डिमान्डमा भने 550 युरोदेखि सुरु हुन्छ। क्रोएसिया सरकार र नेपाल सरकार बीच कामदार लैजाने ल्याउने श्रम सम्झौता भइसकेको छ। तपाईँ ढुक्कसँग क्रोएसिया जान सक्नुहुन्छ। यो देशबाट नेपालमा आउने डिमान्डहरूमा फ्याक्ट्री वर्कर, एग्रिकल्चर, कन्स्ट्रक्सन वर्कर, सेफ, वेटर, किचन हेल्पर, ड्राइभर, डेलिभरी, क्लिनर, कार्पेन्टर, इलेक्ट्रिसियन, इन्जिनियर, नर्स, सुपरमार्केट लगायत थुप्रै कामहरू चाहिँ डिमान्ड नेपालको मेन पारमा आउने गर्दछ। स्यालेरी कति हुन्छ, जान लागत कति लाग्छ, कति टाइममा भिसा आउँछ, खान बस्न दिन्छ कि दिँदैन, पिआर कति वर्षमा दिन्छ, यो देशबाट अरू देश जान मिल्छ कि मिल्दैन, सबै कुराको जानकारी चाहिँ मेरो युट्युब च्यानल विनोद टेक संसारमा गएर हेर्न सक्नुहुन्छ। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हवस्, धन्यवाद।